Yeah. Mwah. See, के अरे फेरि भन्दा the real God is back. Come on, Christian, come on. बिचरा स्टेटी कमान अरे Come on. Portugal. लाइभ पुरा एक्साइटेड मुडमा हुनुहुन्छ आज चाहिँ Yeah. पोर्चुगलको जर्सी Yeah. Mwah. आज ह्याट्रिक हान्छ Yeah, अरे star, यसपालि स्टार एउटा आउँछ एउटा स्टार आउँछ यसपालि लेट्स सी होप ल पोर्चुगलले आज ह्याट्रिक हान्छ अरे मुडा अरे मेरो बुढा पुरा एक्साइटेड मुडमा यहाँनिर गेमको स्टार्ट भइसकेको छ Will you come to support me? Game started. ल केही भन्नु छ कि पोर्चुगलको बारेमा यसपालि चाहिँ सबैले आफ्नो एउटा देशलाई सपोर्ट गरिरहेको हुन्छ सो मैले चाहिँ विगत लगभग अलमोस्ट कति भयो होला हौ 25 वर्ष खोइ 25 वर्ष बिगरदेखि जहिले पोर्चुगल लुइस फिगो डेको त्यो टाइमदेखि मैले चाहिँ सपोर्ट गरेको त्यसपछि जन्मिएको एउटा क्रिस्टियानो रोनाल्डो होम आई लभ द मोस्ट होइन क्रिस्टियानो रोनाल्डो चाहिँ एउटा मेरो इन्सपिरेसन पनि हो म फुटबल प्लेयर नभए पनि एज अ भेटरन प्लेयर चाहिँ पक्कै हो होइन सो अब एकछिन यहाँ मोमेन्ट अफ साइलेन्स है किनकि हाम्रो यहाँनिर अहिले के भन्छ नेसनल एन्थेममा के अरे गइरहेछ यो सेन्टिमेन्ट चाहिँ ल यसरी नै अब होइन हाम्रो नेपालले कहिले खेल्नु पाउने थाहा भएन तर जे होस् नेपालले खेल्नु नपाए पनि नेपालको जस्तो रातो होइन यो वर्ष त पाएन अबको 4 वर्षपछि पाउँदैन फर द बेस्ट अब पाउँदैन भने छ र पाउँदैन भने छ र के पाउनुको लागि धेरै ठुलो गर्नुपर्छ है थाहा छैन खासै अब फुटबलको बारेमा चाहिँ तिमीले तिम्रो छोरालाई दान दिनुपर्छ फुटबल खेलै मात्रै भनेर सक्छौ त्यस्तो हुन्छ है अनि त्यसै परिवर्तन आउँछ नेपालमा फुटबल खेलेर केही काम छैन भने कति स्ट्रगल गर्नुपर्छ होइन त्यही हो अब आजको म्याच अब सुरु हुनु गइरहेछ सबैजना पोर्चुगल फ्यानहरूलाई चाहिँ धेरै धेरै माया होइन सबैजना हामी मिलेर चाहिँ एउटा के भन्छ फिङ्गर क्रस सपोर्ट आजको गेम त जितिहाल्छ इजी भइहाल्यो हाम्रो के भन्छ यतिकैमा के भन्छ त दुईजना चाहिँ म्यान्चेस्टर युनाइटेडको प्लेयर पनि फर्मर म्यान्चेस्टर युनाइटेड प्लेयर डिआर कङ्गोबाट चाहिँ छ एउटा वान विशाखा अनि अर्को टन्जाबे होइन अब त्योहरू पनि हाम्रो वान्स युनाइटेड अलवेज युनाइटेड जिजिएमयु अब त्यहाँनिर चाहिँ हाम्रो अहिलेको खतरा हाम्रो अहिलेको प्ले होइन अहिलेको प्रिमियर लिग अफ द के अरे प्लेयर अफ द इयर चाहिँ हाम्रो के अरे ब्रुनो फर्नान्डेज हो क्या यसपालिको ब्रुनो फर्नान्डेजको चाहिँ कति 21 कि 22 कति असिस्ट थियो अनि प्लस गोल गर्दा कति भएको थियो अनि बेस्ट प्लेयर अवार्ड पाएको छ यसपालि अनि के भन्छ अब युनाइटेड त अलवेज युनाइटेडको अब नाम संसारभरि चुलाउने एउटा क्रिस्टियानो रोनाल्डो पनि हो सो संसारले क्रिस्टियानो रोनाल्डोलाई हेरिरहेछ आइएम अल्सो वाचिङ हिम दिस इज हिज लास्ट वर्ल्ड कप सो लास्ट अब योभन्दा उता बुढो हुन्छ यस्तै हो कति यसम्म खेल्न पाउँछौ एज त आफ्नो रहन्जेल खेल्नु पाउँछ नि तर अब योपालि चाहिँ अन्तिमै हो किनकि अब यो पछि उता त अब नयाँ पिँढीलाई नि त पालो दिनु पऱ्यो नि त होइन ऊ जत्तिकै खतरै भए पनि अब पालो नयाँ पिँढीको भनेर एउटा प्लेयर त्यहाँ अगाडिने भयो नि त होइन हो त्यही भएर चाहिँ बुढी के अरे योभन्दा अस्तिको योभन्दा पछाडिको वर्ल्ड कपमा किन नखेल्नु ब्याक टु ब्याक खेलिरहेछ नि यसको लास्ट अब यो लास्ट वर्ल्ड कप लास्टमा अब ह्याट्रिक हान्छ फर्स्ट म्याच हो कताको लास्ट हौ ल धेरै लामो भिडियो ल बाई 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 अब गेम हेर्ने ल बाई बाई
Whoa! Woo! Kind of sweet. Look. Look.